अन्ततः योगेन्द्रले न्याय पाएका छन्। अमेरिका पुगेकी पत्नी रश्मि पनेरूबाट धोका पाएका योगेन्द्र भाटले न्याय पाएका छन्। रश्मिले हालेको डिभोर्सको मुद्दामा अब उनले सम्पत्ति दिनु नपर्ने साथै बाहिर पठाउन लागेको पैसा पाउने भनेर सहमति भएको छ। रश्मिका बुवाले उक्त सहमति गरेका हुन्। साथै रश्मिका बुवाले छोरीलाई अमेरिका पठाउँदा योगेन्द्रले दिएको 18 लाख पनि चेक मार्फत फिर्ता गरेका छन्। न्याय पाएपछि खुसी हुँदै योगेन्द्रले भने, म अब त्यसलाई नराम्रो सपना सम्झेर भुल्नेछु। यो सँगै योगेन्द्र रश्मिको यो प्रकरण सकिएको छ। सामाजिक सञ्जालबाट न्याय माग्दै रोएका उनले अन्ततः धेरै प्रयासपछि न्याय पाएका छन्। यसलाई भन्छन् सामाजिक सञ्जालको शक्ति। पुरुषले न्याय पाएको यो समाचार बिरलै देख्न पाइन्छ। त्यसैले भिडियो मन परे लाइक, कमेन्ट, शेयर र च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद। जय नेपाल।